भन्नुस् छिटै भए हुन्थ्यो आई गेस आई विश यो के छ No. Back. ओए भाई उधर दे तो पेन को भाई ओए पेन लेना पेन को डब्बा भितेन त बक्सिङ ट्रेनिङ लिँदैछ अरे लिँदै गर भन्न म एउटा अर्को फुच्चेसँग बिजी छु अहिले एउटा म्याच हानेर आउँछु अनि त्यससँग खेलौँला चस्मा गयो यतापट्टि बुल्पीको च्यालेन्ज एक्सेप्ट गरेको त्यही भन्न आएको आज लाइभमा खै बुल्पी बोलाऊ यहाँ चुरो नै छोडिदिनु पर्ला आजबाट यार सोचिरहेको छु टाइप सेट म तोप तान्दै खेलौँ भनेको त्यस्तो झारेसँग त के चुरोट छोड्ने हो तोप तान्दै खेल्छु म त तोप त तान्ने चुरोट मुखमै तोप राखेर खेल्छु म त रिङभित्रै चुरोट मात्र तोप चाहिँ तान्ने हो एसटिएन त्यो बुल्पी भन्ने फुच्चेसँग खेल्ने हो कि त्यो 2 भर्सेस 1 खेल्ने रे के ओभर कन्फिडेन्ट बच्चा हो त्योसँग खेल्ने हो कति लाख रे 10 लाख भन्छ झारेले 10 लाख देखाएको त छैन होला अहिलेसम्म लाइफमा झरेको दाँत हो त्यो चाहिँ ओरिजिनल झरेको दाँत हो ओजेडी ओरिजिनल झरेको दाँत त्यसलाई यहाँ बोला न यो झरेको दाँतलाई मेसेज पठाएको रिप्लाई नै गर्दैन सेलिब्रेटी फेरि सेलिब्रेटीले 600 फलोवर भएको सेलिब्रेटीले फेरि रिप्लाई नै गर्दैन मेसेज लास्ट सेलिब्रेटी फेरि के नेपालको सिपेजमा हारेको होइन खेलिदिउँ 10 लाख भनेछ बच्चाले 10 लाख लाइभमा देखाएको छैन होला अरूको म्याटरमा बिचमा पर्नु हुँदैन भनेर आमाबाउले सिकाएन त्यसलाई दाइहरूले सिकाएन टोलको है को तर चिनेन छैन भाइ तोप्तान र स्ट्यामिना थ्या त्यो झारेला हान्ने स्ट्यामिना चाहिन्छ भनेर 2 जनासँग खेल्ने रे के 2 भर्सेस 1 मरेन त्यो ल बक्सिङ म्याच मैले एनटिएफसँग कुरा गरिसकेँ ल 10 लाख लिएर आइज हामी यहाँ जिम रेडी छ बोला त्यसलाई यहाँ बोला त्यो झरेको दाँतलाई बोला खान्छु म गाजा खाँदिन बोला अब त त्यसले सरी पनि भन्न मिल्दैन है अब त्यसले खेल्नै पर्छ अब सुरु भइसक्यो हामी यहाँ ट्रेनिङ जान थालिसक्यो अब एकतो पनि बनाउनु बुल्पीसँगै खेल्ने भएपछि त अब एकतोप त हान्नै पर्यो नि ओइ एकतोप बना ला त त्यो त म पनि बनाउँछु हल्का त्यो त क्याङफल लाइफ पर्पल दाग गला दा माया छ अरे थ्याङ्क यू सो मच यार माया त छ बुल्पी चाहिँ छैन के बुल्पी रे के नाम हो त्यो कुल्फी होला त्यसको नाम अबाट कुल्फी है त्यसको नाम लिल कुल्फी खै ल त्यो कुल्फी ऱ्यापरलाई बोला यहाँ के भयो
द्याबे हुन्थ्यो त नि बन्दै गर्थ्यो त त्यही भएर दिउँ न खोइ अर्को थियो अर्को राखेको छु मैले गयो बुल्बीको ऱ्याप हान्ने दिन अब बुल्बीको खाडी जाने दिन आयो जस्तो लाग्यो अब आम्बाउले त्यसलाई खाडी पठाइदिन्छ खाडी मुलुकतिर पठाइदिन्छ त्यसलाई दुबई पठाइदिन्छ अब कुल्फीलाई ओइ कुल्फी यहाँ बोला न त्यसलाई यहाँ बोला त्यो कहाँको त्यो तिलगङ्गाको भएर हिरो बनायो के पछाडि 20 जना जति केटाहरू छ होला त्यो भएर हिरो भनेको बाबु रिङभित्र त कोही हुँदैन त्यसले झ्यापमा भनेको हो कि के हो के एकचोटि सोध न यार केटाहरू त्यसलाई गर के हो 2 भर्सेस 1 खेल्छ अरे त्यो हामीसँग अरे झरेको दाँत ओभर कन्फिडेन्ट दाँत ल भाइ ओइ लास हँसाएर त्यसले लास हँसाएर खेलिदिउँ लास्ट पैसा चाहिरहेको छ अहिले एट द मोमेन्ट एरियम वाइल्ड पैसा चाहिरहेको छ ल सिकम ल ठ्याक्कै एउटा भिडियो बनाउनु पर्ने थियो 10 लाख त रमाइलो हुन्छ 10 लाख रमाइलो हुन्छ लिएर नि 1 लाख पाउने खालको यस्तो हो के अब औकात छ भने 10 लाख लिएर आइज बोलेको पुऱ्याउनु सक्छस् बोलीको त्यति नै पक्का हो भने 10 लाख लिएर आइज सक्दैनस् ल तेरो औकात छैन भने अर्को अफर तँलाई 5 लाख लिएर आइज ल 5 लाखमा नि म खेल्न हामी तयार छु ल इजी पिजी 1 महिनाभित्रै खेलिदिउँ ल धेरै ट्रेनिङ नि चाहिँदैन हामीलाई 2 जनासँग खेल्ने भयो त धेरै ट्रेनिङ नि चाहिँदैन ल ठ्याक्कै 1 महिना टाइप सिट यिनीहरूलाई पनि रमाइलो हुन्छ क्या अनि एउटा डकुमेन्ट्री नै खिच्नु पर्ला जस्तो छ होइन के छ विचार को छ एउटा बब्बाल भिडियोग्राफर को छ यहाँ खै कुल्फी मुजी लाइभमा आइज रे त्यही त कुल्फीलाई बोलाउ केटा यहाँ लुक्न पाइन्न नि अब झ्यापमा बोलेपछि लोकल खाएर बोले जस्तो हुन्न नि खै ल हान्दियो वी वान कुल्फी खै कुल्फी आएन कुल्फीले रिप्लाई त गरेको छैन मलाई डरपोक छ जस्तो लाग्यो कुल्फी त साला कुल्फी ऱ्यापरले खेल्ने रे नि त 2 भर्सेस 1 कुल्फी त फेक ल कुल्फी त फेकसँग हामी खेल्न रेडी छौँ भन्दै गएर कुल्फी त फेकलाई भन्दै आलुबारी खन्दै टाइप सिट हल्ला नगर डुङ्गे बगर हल्ला नगर ग्याङ फर लाइफ सिनेमा आयो हल्ला नगर टाइप सिट के हो कुरा वास्तवमा सुरु गरिदिउँ न त के झरेको दाँतलाई हान्न खोइ झरेको दाँत आउँदैन त्यो आउँदैन जस्तो लाग्यो त्यो लास्ट बिल्ला रहेछ यार नेपप न्युज त बिचरा ढिलो आएछ ला त्यत्रो च्यालेन्ज सब गरिसक्यो अब तिमी त गयो ब्रो ट्याङ्गो तामाङ रे ट्याङ्गो तामाङ ट्याङ्गो तानम खोइ कति बेर कुर्नु पर्ने हो त्यो झरेको दाँतलाई अब फेरि मम्मी होला त्यसको घरमा होला मम्मीले गाली गर्छ होला अहिले लाइभमा आयो भने म ट्रिक्स दाइले लाइभ नआएछ भनेर यार त्यो भएर ग्वालाको आएको यहाँ नि धेरै होइन तिमीहरूले अब चान्सै पाउँदैन कि गाह्रो पर्छ तिमीहरूलाई हेर्न भेट्न छुन्न
बोल्न गाह्रो पर्छ छिटै बुझ्यो ढुङ्गे बगर हुन्छ के छ भने त्यही त होला कुरा होइन के अरू छ के क्याप्चिक स्याप्चिक हान्ने हो के भनाइ केटा हो क्याप्चिक हान्ने हाल्दैन बुल्बीको क्याप्चिक कुल्फीको कहाँ त्यसै क्याप्चिक हानेर बस्छ ऱ्यापमा त मलाई इन्ट्रेस्ट नै छैन बाई द वे टाइप सिट कति भयो होइन यार कमेन्ट एकछिन नपढ्दै जस्तो गर्दै हो केटा मैले हाम्रो अलिक क्लियरली देखेको पनि छैन क्या कुल्फी ऱ्यापर कुल्फी मिस्टर कुल्फी पढ्ने र टाइप्सको के कति पढ्ने है कमेन्ट पढ्यो भने झगडा पर्छ ब्ल्याक ब्ल्याक के हो रिक्वेस्टमा को छ हल्ला नगर र ढुङ्गे बगर र छिटो आइज भाइ छिटो आइज पुलअप हाने यहाँ को छ भिडियोग्राफर को छ बाल भिडियोग्राफर एकजना हिट मी अप नेगो हिट मी अप एकजना भिडियोग्राफर ल Gang for life. लभ यु मेरो भाइ राम्रोसँग ड्युटी गर केटा हो ड्युटी गर्नुपर्छ पैसा कमाउनुपर्छ एनी आओ पैसा कमाओ ठिक छ मेरो भाइ अल गुड नेगो ढगे भाइ भन्दा खतरा कोही छैन चान्सै छैन खै त कहिले आउने हो त यो आइन्जेलसम्मको भिडियोग्राफर त्यसलाई बोलाउ न लाइभमा आइज नि त भाइ पुरा भान लाइभमा आइज त माथि भनिदियो त भाइ यिनीहरूलाई के गरिरहेको ल आइज त ढगे भाइ पुल भान पुल अप गाई चक्लेट खै ढगे आइज न हौ किन चाटिरह हो पुल अप पॉप सीट नाम तो नहीं होगा हो गया मीम से खतरे बनाओ तो क्या अलग से ना कहीं रिक्वेस्ट मैले एक्सेप्ट हाने छु यहाँबाट तैँले के ध्यान ल खै त डुङ्गे बगर हो के छ खै को आउनु होला के गर्नु होला यिनीहरू कुरा मात्र हो त्यहाँदेखि काटकुट हानिदिन्छ ल ढके भाइ तनी आएनस् मजा आएन नि आज त नेट अलिकति ऱ्याक भइसक्यो दाइ मेरो
हाम्रो त चौधरी अङ्कलले दामी हाल्छ अहिले त हामी चौधरी मेरो त चौधरी अङ्कल नि छैन दाइ, गाह्रै छ क्या। को छ त त्यहाँ रञ्जित अङ्कल छ छ छ। ढगे को हो चिन्छौ केटाहरू चिनेकै छैन ढगेलाई त्यही भएर ढगे कस्तो केटा हो केही थाहा छैन तिमीहरूलाई गाई चक्लेट टाइप छिट ढके भाइ with that sugar ice रे। छैन के छैन पिन्कीको दाइ ऱ्यापरहरूको सक्यो, अब नेपालको भिडियोग्राफरहरूको क्याप चेक गर्नुपर्ने भयो। किन सिसम बानियाको सिसन बानी होइन, अरू 2-4 जनाको गर्नुपर्ने छ दाइ। को भाइ हाम्रो त अड्केरे नि त भिडियो हो केटाहरूले नेपालमा जेम्स लामा दाइ बाहेक अरू सब फेक मुजीहरू हो कि। किन अब त्यस्तै बेहोरा गर्छ दाइ, बोलीमा एउटा बेहोरामा अर्को। ए के अड्केको हो भाइ त्यहाँ सोध त दाइ एमएमए फाइट 10 लाखको आएको छ, हालिदिनु रे। ओके भइसक्यो त ओके त्यही भएर ढके भाइ लिएर आइज न, शिखर आइस ल, शिखर आइस लिएर आइज भन्नेहरू सबलाई एक एक डब्बा मेरो तर्फबाट। खाली भएर के अन्त अब दाइको गला दाइको फ्यान, पर्वल दाइको फ्यानहरूलाई एक एक डब्बा शिखर आइस मेरो तर्फबाट, ढके भाइ चिन्नेहरूलाई। पुरै मैले त भनेको शिखरको कम्पनी नै किनिदियो भनेको क्या भाइ अब शिखर आइसको ब्रान्ड एम्बेसडरै तपाईँको भाइ हो नि दाइ भनेको क्या, त्यति त हुनु परिहाल्यो नि। त्यति त चाहियो ठिक छ ढके म हो रे, हो तै हो, ढके तै हो। के छ भाइबिन सस्तो भाइबिनको बिट हामी त प्रोग्राममा वान्टेड छ रे भाइ भाइबिन के हो के छ रे त प्रोग्राममा खै 2-4 जनाले वान्टेड भन्छ दाइ, 100-150 जनाले फेरि 100-150 जनाले ग्वाला र पर्पलको सो चाहियो भन्छ। के हो बुझ्न सके छैन दाइ। भन्छ अब 2-4 जनाको कुरा सुन्ने कि 100-150 जनाको कुरा सुन्ने भन्ने हुन्छ क्या हामीले। 2-4 जनाको सुनौँ न 2-4 जनाकै सुन्ने मैले। 2026 पछि सुनौला नि यबिको हजुर हो भाइ याबी त झरेको भइहाल्यो नि दाइ भनेको। याबीलाई त अब के भन्नु, ऊ त खतरा भइसक्यो। नेपाली भएको सबभन्दा पात मान्छे त्यही कसम दाइ यार, मैले नि प्राउड सिद्ध भनिदिन्छु कि हिपहपको सबैभन्दा खतरा, नेपाली हिपहपको सबैभन्दा खतरा के अरे पात चाहिँ मार्नु हेर्नु त नयाँ चलाइदियो लास्टमा गएर जेएमसीको हानिदिउँ कि जस्तो गर्दिरा त्यही भएर किन हो त्यस्तो साह्रो होइन अरू भन्दा दाइ जसले मुजी करियर बनाइरहेछ मैले त्यसको सपोर्टमा चाहिँ बस्नु सक्दैन रहेछ लाइफ टाइम। त्यो झरेको दाँतले के गर्छ त्यही भएर अरू भन्दा नि गल्ती मन परेन के दाइ, गल्ती मन परेन अरे के, गल्ती यस्तो गीत लेखोस् न म त्यसलाई 4 लाख रुपियाँ दिन्छु कि हातमा। सुन्न ऱ्याप ऱ्याप के अरे दोगला हुन नि मिल्ने कि भाइ ऱ्यापमा त इट्स जस्ट ऱ्याप होइन म्युजिक त हो होइन नो नो अपेन कृषिहरूमा क्लाउड चेजर त्यो हो कि असली क्लाउड चेजर होइन ठिक छ दाइ, लेखोस् न, म यहाँबाट त्यसलाई 4 लाख रुपियाँ हालिदिन्छु क्या एबीको नाममा। अहिले मैले बोलिदिइराखु ल ग्वाला दाइको लाइफबाट। हजुर 4 लाख रुपियाँ मैले एबीलाई हालिदिने भयो कि दाइ, गल्ती जस्तो गीत निकाल्यो भने एबीले। अहिले मैले बोलेको छु, अब
भोलि अब यो रेकर्डेड हुन्छ होला होइन स्योर ल तर मैले 4 लाख रुपियाँ चाहिँ हालिदिनु भयो क्या दाइ एबीले यदि गल्ती जस्तो गीत निकाल्यो भने चटपटे भटपटे टुटुरु सुपरम्यान ढ्यान्डेडन त्यही भनेर ठमेलमा हान्नेको भन्नेले अब गल्ती जस्तो निकाल्नु त चान्सै छैन होला नि दाइ ठमेलमा हान्ने हामी हो क्या दाइ लेख्दा त हो त्यही भनेर ठमेलमा हान्ने त हामी होला नि त्यही त भनेर त नि भाइ मैले लेख्दा हो क्या त्यो अति गरिदिएर बिचरामा के माया लाग्छ के गर्ने पिट्न त नपिट्ने सक्सेसले जित्ने त्यसलाई त्यही त संसारै माया रहेछ नेपाली हिपहपले चिनोस् मात्र भने हो क्या यो अब तिमीहरूले सोचे होइन भनेर मात्र भने हो होइन हेर न खै त होइन नाम यिनीहरूले यिनीहरूले किन नबुझ्या क्या दाइ तपाईँहरूले त रियालिटी भन्दै हो नि त यार सुन त्यसले मुजी अहिलेसम्म न्युजै नपाएको होला त न्युज पाइसक्यो क्या भाइ चुप लागेर अब कुरा काटिरहेको रहेछ क्या त्यो भनेपछि कि त अगाडि आएर बोल्नु नत्र भयो त पछाडि बोलिरहेछ नि त त्यो त्यही भने कि अब कस्तो रियालिटी चेक हान्दै हो हामीले त कुरा काट्दै बसेछ क्या भाइ मजा आएन है खेल्ने भाइ खेल्ने बुझेपछि योसँगै खेल्छु रेडी हो यस्तो कि मैले भनेको त अप्सहरू भेला पार्ने पहिला अप्सहरूलाई भिडाउने त्यो जसले जित्छ त्यसपछि बल्ल यता आउने खालको दिनु पर्ला हो दाइ हो अनि अप्स भिडेपछि नि पहिला जिफेलको केटाहरूसँग भिडाम कि अनि लास्टमा तपाईँहरू के कहाँ तपाईँहरूसँग आइपुग्न त्यति सजिलो छ र भनेर यो अभिसँग त मै खेल्ने फर्स्ट गेम धेरै भयो नि त त्यो भएर अलिकति क्वालिफिकेसन त राख्नु पर्यो नि त मैले त डुप्लिकेट नागरिकता बनाउनु पर्छ होला भाइ उमेर घटाएर त्यसो भए तपाईँको साटो म भेट्छु के गर्नु नि त अब होइन नि त वेट क्लास हुन्छ नि त अब केस लाग्ला नि त केस लाग्ला नि त बच्चालाई बित्यो भने ठिक छ अब त्यो कुरा उसले बुझ्न पर्ने कुरा हो बुझ्दैन भने अब बुझोस् अब हाम्रो कुराबाट 19 गते 20 लागिसक्यो अभि खै सँगै लाग्छ भाइ ठिक छ एबीको एउटा गीत सुनिदिउँ न अब नयाँ आउला नि त गल्ती जस्तो गल्ती मन परेन भने झरेको दाँत झरेको झाटै हो क्या दाइ ढके म हो कि जङ्की यही हो कि जङ्की हो कि हो जङ्की तै हो कि यार होइन भनेकै छैन नि साइड लगा नि त साइड लाग्यो को हो फेरि एबी द गोठलाई मेन्सन हान्ने लाइभमै बोलाए नि हुन्छ कि म भनिदिन्छु आएन यो अभि डरपोक त कहाँ आउँछ त्यो मुजी कुल्फी आएन त्यही भएर अति बोलाए हुन्छ क्या लाइभमै बोलाए हुन्छ मैले भन्न गल्ती जस्तो गीत निकाल्यो भने एबीलाई मैले 4 लाख रुपियाँ क्यास प्राइज राख्दैछु त्यो कुल्फीलाई बोला न कसैले यार त्यही भने कसरी बोलाए हुन्छ बरु केटाहरूलाई कोही छैन यहाँ कुल्फीको साथी बोला न कोही 10 लाख भन्छ कोही 5 लाख भन्छ यो ऱ्याप गेम के भएको कस्तो लुकेर बसेको अब यस्तो 50,000 त के भन्नु त नि भने के त्यो औकातले नि दिँदैन होला नि हाम्रो यार 50,000 भन्नु त ऱ्यापर होला है म छिटो जान्छ फेरि ऱ्यापरहरू त साइड लाग्ला नि सबजना त्यही भने 5 लाख भन्छ कोही 10 लाख भन्छ कुल्फीलाई मसँग डर लाग्यो भने मेरो केटाहरूसँग खेल्दा हुन्छ क्या यार पैसा चाहियो हो क्या हामीलाई प्लिज के बरु धेरै पिट दिन क्या म बरु ल तिमीलाई धेरै दिन नि त ल आउनु त अब के खेलिदिउँ न यार खेलिदिनु भयो खेलिदिउँ कुल्फी यार खेलिदिउँ न भाइ पैसै छैन के
होइन त्यही भएर यो रविलाई नि 5 लाख तेरो साइडबाट हामीले दिनु पर्ला गीत निकाल्यो भने दिने के दाइ ढुक्क म त दिने के दाइ एबीले गल्ती जस्तो गीत निकाल्यो भने यहाँबाट मैले माटो क्यासमा हो कि चेकमा दिनुपर्ने हो ब्याङ्क एकाउन्टमै भयो नि क्युआर पठाउँदा हुन्छ क्या मलाई तर मेरो दाइहरू जस्तो हान्नु सक्नु पर्यो कि त्यति हो त्यो अब घाँटी च्याप्दे घाँटी रेट्दे भगवान् भनेर चाहिँ भएन होला नि त रेट्दैन त्यही हो न घाँटी भगवान्ले रेट्नै पर्दैन हामी रेट दिन्छु भिडियो कति खर्च हुन्छ अरे भाइ भन्दे त अब यिनीहरूलाई के भन्नु के दाइ भने कि अब स्पोन्सर गर्छस् केटा हो ल भन् तिमीहरू स्पोन्सर गर्छस् भने म चाहिँ कडा माटो तिमीहरूले सोचेको भन्दा खतरा भिडियो आउँछ होइन भने त अब नसोध तिमीहरू पर्छ के पर्छ कहाँ पर्छ कस्तो पर्छ बिल शुद्ध त्यही हो न तिमीहरूलाई बिल शुद्धै पठाइदिन्छु नाम पनि लोगो शुद्ध लोगो हालेर भिडियोमा अगाडि त्यही त तिमीहरूको लोगो शुद्ध नाम शुद्ध अगाडि स्पेसल थ्याङ्क्स टुमै आउँछ ल स्पोन्सर गर्नु रेडी छस् भने तिमीहरू अथवा कुनै व्यापार प्रमोट गर्नु छ भने कन्ट्याक्ट गर्नु हामी लोगो प्रमोट गरिदिन्छौँ त्यति नै तिमीहरूले पैसा हालेको भन्दा डबल प्रमोट हामी गरिदिन्छु ल तिमीहरूलाई इन्ट्रेस्ट छ भने यदि लगभग डबल लगभग डबल युट्युबले मात्र डबल हुँदैन नि भाइ यार अब यिनीहरूले हाल्यो भन्दा त डबलै हुन्छ होला नि त यार हामीले प्रमोट गरे अनुसार त बेला 4 लाख चाहिन्छ अनि 4 लाख मा चाहिँ युट्युबले दिँदै दिँदैन भाइ 1 मिलियनै पुग्यो पनि 10 मिलियन पुग्यो भने पनि आउँदैन होला 4 लाख आउँदैन तर यिनीहरूको मार्केटिङ मात्रै हुन्छ दाइ हाम्रो त हुँदैन यिनीहरूकै लागि भनिदिएर हामीलाई त चान्सै छैन हामीले लगानी गरे अनुसारको पैसा त कहाँ दिन सक्छ युट्युबले यार त्यही त हामीले पनि उनीहरूलाई पैसा दिने होइन उनीहरूले यतिकै पैसा दिन्छ भाइ त यस्तो हो कि अब हामीले कुकुरहरूलाई खाना खुवाउने गरिरहेछ हल्का हाम्रा घरको आन्टीले पनि कुकुरहरूलाई खाना खुवाउँछ डेली डेन्जर कुकुरहरूलाई खाना खुवाउँछ सो चाँडै एउटा सो टाइपको सुरु हुन्छ होइन मेबी डोनेसन टाइप्स केही हुन्छ होला कुकुरहरूलाई खाना खुवाऊँ भनेर के मान्छे मनै पर्दैन म चाहिँ बरु कुकुरहरूलाई खाना खुवाउँछु अंकित दाईलाई चिन्नुहुन्छ अरे अंकित भाइलाई चिन्छ मजाले चिन्छ हाम्रो अंकित के एसटी म्यानको म्यानेजर होइन अहिले त एसटीको म्यानेजर होइन भाइ अहिले अहिले एसटीको म्यानेजर चेन्ज भएछ हाम्रै भाइहरू थियो एसटीको म्यानेजर पहिला त्यही भने अंकित भाइ त मेरो आफ्नै भाइ हो गएर म्याच गर्दा हुन्छ ग्वाला दाई पर्वल दाईको त झन् डबल भाइ ढके भाइ कपाल काट 1 लाख दिन्छु रे ल ल ल भोलि त्यहाँ पर्वल दाईको एकाउन्टमा 1 लाख रुपियाँ आएन भने मैले भोलि कपाल काट्ने भयो ल दाइ खोजीले 1 लाख रुपियाँ दिन्छ रे म कपाल काट्छु है भोलि तैँले काटिस् भने खोजीले 1 लाख रुपियाँ दिने 1 लाख रुपियाँ दिन्छ रे खोजीले बोलाउने के ताक्लु नबनाए नि भयो काटे मात्र पुग्यो होइन म ताक्लु बनाइदिन्छु 1 लाख दिन्छ भने त म ताक्लु बनाइदिन्छु नि यो कपाल पलाइहाल्छ नि सोको नाम रमाइलो टक्सित ग्वाला पर्वल एन्ड ढके भाइ हो के आज खोजीको रमाइलो टक्सित ग्वाला पर्वल एन्ड फोजी एन्ड ढके भाइ ओइ भाइ के छ रे ठिक छ दाइ होइन ठिक छ तर ल तपाईसँग म अहिले एकछिनमा प्राइभेटमा टक गर्छु दाइ है होइन कि हाम्रो यो साजन घलेसँग चाहिँ म प्राइभेटमा टक गर्छु दाइ अनि त्यसपछि तपाईँसँग कुरा हुन्छ है म के बोल्नु पर्छ पर्दैन तपाईँ केही बोल्नु पर्दैन दाइ मै बोल्छु साजन दाइ तपाईँसँग चाहिँ मैले तपाईँको मेसेज देखिरहेको हो जानी भाइले इग्नोर हानिरहेको हो त्यसरी बुझ्नु तपाईँ है लाइभमै बोलिरहेको छु मैले तपाईँ मसँग प्राइभेटमा बोल्नु न अनि त्यसपछि कुरा हुन्छ क्या तपाईँको प्यारो आडेन भाइले त तपाईँलाई जात देखाइसक्यो होइन अब लास्टमा चाहिने त ढके भाइ हो नि त ढके भाइ रियल हो ग्वाला पर्पल रियल हो होइन त्यही भएर तपाईँ अहिले प्राइभेटमा आउनु न हामीसँग अनि कुरा गरौँ ल दाइ दाइ रियलाइज गरेछ नि त दाइले ठिक छ रसियनमा के बोल्छ खोजी
हो तिमीले स्क्रिनसट गरेर मलाई भाइ सब त्यही छ स्क्रिनसट गरेर खोजीको मैले स्क्रिनसट हानिदिइसकेँ। भाइरल गराइदियो त्यो कमेन्ट पोजिटिभले हानेको कमेन्ट भर्खर मैले त पढ्न पनि सकिनँ। खै ढग्यो भाइ के भयो तेरो नेट हो कि हाम्रो नेट हो? हानिदिइसकेँ। के भन्छ? ल ल दाइ होइन मेरो यहाँ अफ भएछ। ल कुरा गर्नु छ ल प्राइभेटमा कुरा गर्छु। भाइ खोजी त लास्टै भाइ छाडा भएछ त यार। हजुर के भने पनि कुरा गर है। ए ढुक्क ढुक्क दाइ सब एक 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 कुरा याद छ क्या दाइ। चान्सै छैन नि। एनबिए भोटेल लामा यो पनि अफ छ। एनबिए भोटेल लामा फुच्चे हो तर लास्टै फुच्चे हो फेरि 18-19 को होला। मुखे के अफ भन्ने केस लाग्ला म चाहिँ यस्तोलाई त अफ भन्यो भने खोजीले कमेन्ट हानेको देख्यो के हान्छ के मुख छाडिरहेको फेरि हान्दैछ त्यस्तै कमेन्ट। मैले छाड्नु त स्क्रिनसट खोजिला न गरेर चाहिँ खोजीलाई भोलि मैले बर्बाद गरिदिन्छु। कहिले स्क्रिनसट केटाहरूले स्क्रिन रेकर्ड गरिरहेको छ। त्यही खोजी सक्यो कि तिमी अब चुरोट चाहिँ खानु छोडिदिनु पर्यो कि तँ मात्र तान्नु पर्यो एकछिन। त्यही नै किन डरायो माथि के हो बाबु तिमीलाई त मैले बुझिनँ पुरा। मेरोमा त कमेन्टहरू नै ल्याग भइदिरहेको। बस 10K भएकोलाई मात्र माथि तान्छु म। कतिजना मैले भल स्ट्यान्ड भएको के अन्त कोही नै आउँदैन। मेरो गल्ती थोडी हो र बोला नि तेरो होला नि त्यही भन साथीहरू को साथी आउँछ त 10K भएको साथीहरू माथि आउँछ। खोइ त्यो कुल्फी आएन भाइ भोलि बिहानसम्म कुराउँछ कि क्या त्यसले त यार। अब खै त्यसले त्यसको मोबाइलमा एमबी सकेको थियो भन्ला अहिले। के भन्दा रियालिटी अर्कै छ अब भन्न नमिल्ने के त गाह्रो। म यहाँ बुलबीलाई पार्ने प्लान बनाइरहेको छु। लेखिरहेको छु यहाँ पुरै प्लान यहाँ म्याप स्याप भइरहेको छ यहाँ। कुल्फी म्याम पा किन हो त्यो कुल्फी बिचमा बोलेको चाहिँ बाइ द वे त्यही कुरा त मलाई नपच्या दाइ अति रिस उठिरहेको हुना। बोले चाहिँ किन हो साँच्ची त्यो कुल्फी सोध न यार केटा बोलाऊ न यार यो त लास्ट धोकेबाज रहेछ यार कुल्फी त त्यही भएर रिस उठाएर भागिदिरहेको ए नयाँ गीत आएको छ कमेन्ट हाल्न जाउँ मैले भाइरल हाल्न नखोइ के भएको तिमीहरू गीतै गीत दिँदा नि मैले बाल दिन यार। त्यही भने ड्रिप्पी स्टाइलको भिडियो भनेर सर्च गर तिमीहरू गएर होइन। केही हाल्नु पर्दैन जिपी पाराको भिडियो हान्यो भने हाम्रो भिडियो आउँछ। नयाँ भिडियो हिजो भर्खर ड्रप भएको छ एक दिन पनि भएको छैन गएर कमेन्ट हाल्न भक्का भक्क यो जिपी पाराको भिडियो गीत बजाउनु गीत बजाउनु ओ चुप बे सुची आऊ यहाँ दिदी यहाँ अरे ल मेरोमा त कमेन्टहरू नि मलाई ल्याक हुन थाल्यो अब मैले पढ्न नि भएन।
त्यही त मैले त्यो कुल्फीलाई त्यही भनेको कि म अगाडि हुँदा त त्यसले पिटेन म चाहिँ अब के हान्छ क्या त्यसले भाइ म तिनीहरूको बिचमा त्यसको होल ग्याङ भएको बेलामा म चाहिँ रहेछु त्यहाँ त्यहाँ माया गर्नेहरू पनि टर्ने किन बढी मजाले नै भने दाइ कुल्फीलाई त हामीले चाट्ने मात्रै हो क्या दाइ चाट्यो पिग्लिन्छ त्यति हो सब माया गर्ने थियो जस्तो लाग्यो गन्दी नालीको कुल्फी हो भाइ त्यही दाइ त्यही बिचकिने न्युज नआउने क्या त्यस्तो है कुल्फी यस्तो दाइ यार यिनीहरू भाइ अनुहार हेर्दै भोला खाने ऱ्यापर जस्तो देख्थ्यो त्यही हो अचम्म लागिरहेको क्या दाइ यार रियालिटी हामीलाई थाहा छ किन गएर बिक्टक गर्नुपर्ने कि अब त्यसको रियालिटी हामीले चाहिँ यहाँ पर्दाफास गर्नुपर्ने दाइ जस्तो कुल्फी कहाँ गयो भने के त्यसको त एमबी म हालिदिन्छु है कुल्फीलाई म ब्यालेन्स हालिदिन्छु कुल्फीलाई लास्ट 1 month अनलिमिटेड प्याक लेखिदिनु भयो मैले नि मेन्सन हानिदिनु भयो होला कुल्फीलाई 1 month है 1 महिना नगर्नु 1 हप्ता दिउँ होला हौ फेरि 1 महिना मेरै भाइ हामीले दिएको डाटाले हुन्छ हुन्छ कुल्फी आउ न कुल्फी यो ग्याङ भएर ठुलो कुरा गरे हो कि कुल्फीले मैले बुझिसकेँ के होइन यसको ग्याङ छ यसो ग्याङमा कतिलाई हामी मन पर्छ होला खै त्यस्तो पाप पनि छैन हौ हेटै हान्नलाई त यार होइन र त्यस्तो के गर्छ जुधा हो अब यो कुल्फी त आफै जुत्न आएको हो 10 लाख दिन्छु भन्छ 10 लाख दिन्छु भनेपछि को जुत्दैन क्या तिमीहरू जुत्दैन तिमीहरूलाई कसैले आएर 10 लाख दिन्छु म चाहिँ 2 जना भर्छ 1 जना खेलौँ भने तिमीहरू जुत्दैन जुतिहाल्छ नि म पनि जुतिहाल्छु मनी ट्र्याप गर्नुभन्दा त बरु यसरी गर्ने पैसा कसले कमाउँछ एक दिनमा 10 लाख स्टफ बेच्नु भन्दा त होइन त्यही भएर त्यसको थोपडा गरौँ न रिस्क पनि मर्छ थेरापी पनि हुन्छ अनि घाँटीमा गुन्डा 5 लाखको चेक पनि हुन्छ अंकित भाइले नि हेरेर रहेछ ल अंकित भाइ आइज कुल्फी कुल्फीको समातेर कुल्फी तर कुल्फीले त कपाल काटेछ कुल्फीको कपाल छैन कुल्फीको कपाल छैन कुल्फी कपाल छैन कुल्फीको ग्याङ छ कुल्फीको ज्यान छैन कुल्फीको ग्याङ छ कुल्फीको ज्यान छैन कुल्फीको गाजामा जात कुल्फीको ध्यान छैन कुल्फीको ध्यान छैन कुल्फी फेसमा बस्छ कुल्फी ज्याद छैन कुल्फी ज्याद छैन कुल्फीको नाम कुल्फीलाई याद छैन कुल्फी यहाँ छैन कुल्फी त्यहाँ छैन कुल्फीले मुझे झगडा गर्ने भ्या छैन कुल्फीको डाटा छैन पर्पललाई कुल्फीसँग झगडा गर्दा घाटा